यही 2082 सालको जेठ 23 गते निर्जला एकादशी पर्न गइरहेको छ। स्वागत छ हजुरलाई रसिक अनिल कृष्णजी युट्युब च्यानलमा। यदि हजुर च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकनलाई पनि दबाउन नभुल्नुहोला। हजुरलाई ज्योतिष सम्बन्धी कुनै पनि जानकारी चाहिएको छ भने युट्युबको प्रोफाइलमा गएर बायोमा रहेको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। आउनुहोस् विलम्ब नगरी भिडियोमा प्रवेश गरौँ। किन मनाइन्छ त एकादशीको व्रत? किन बसिन्छ व्रत? कतिवटा एकादशी हुने गर्दछन् वर्षभरिमा? सम्पूर्ण जानकारी हजुरलाई आज यस भिडियो मार्फत गराउन गइरहेका छौँ। हजुर, वर्षभरिमा 24 वटा एकादशी हुने गर्दछन्। अधिक मास परेको समय छ भने त्यति बेला 26 वटा एकादशी पनि मनाइने गरिन्छ। हजुर, यो ज्येष्ठ मासको शुक्ल पक्षमा आउने एकादशीलाई निर्जला एकादशी भनिन्छ, जुन यही 2082 सालको जेठ महिनाको 23 गते पर्न गइरहेको छ। हजुर, निर्जला एकादशीको महत्त्व र महात्म्य के हो त भन्दा एक समयको कुरा हो, भीष्म पितामह एकादशीको विषयमा 5 पाण्डवहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो, ज्ञान दिँदै हुनुहुन्थ्यो। हजुर, हामीले महिनाभरि खान्छौँ तर एकादशीको व्रत महिनामा 2 दिन पर्ने गर्दछ। हामी यो 2 दिनमा हाम्रो वैज्ञानिक हिसाबले पनि व्रत बस्दाखेरि हाम्रो शरीरलाई लाभ हुने बताइएको छ। त्यसै कारणले गर्दा प्रायजसो भक्तजन श्रद्धालुजनहरू एकादशीको व्रत पनि बस्ने गर्नुहुन्छ। र यो निर्जला एकादशीको दिनमा भने जल पनि आहार नगरी, पानी पनि नपिइकन एकादशीको व्रत बस्ने गरिन्छ। भीष्म पितामह पाण्डवहरूलाई भन्नुहुन्छ, सकेसम्म 24 वटा एकादशी गर्नु। सबै एकादशीको महत्त्व भिन्न भिन्नै रहेको छ। सबै एकादशीको व्रत गर्न नसक्नेले निर्जला एकादशीको चाहिँ अवश्य व्रत गर्नु। किनभने भीमसेनले पनि भन्नुभएको थियो भीष्म पितामहसँग, म त 24 वटा एकादशीको व्रत गर्नै सक्दिनँ। किन भन्दा भीमसेनको पेटमा ब्रिक नामक अग्नि रहेको छ। त्यसै कारणले गर्दा भीमसेनलाई ब्रिकोदर पनि भनिन्छ। ब्रिक नामक अग्निलाई निरन्तर खाना पाइएन भनेदेखि विध्वंस र विनाशकारी हुने भएको हुनाले गर्दा भीमसेनले आग्रह गर्नुहुन्छ, हे भीष्म पितामह, म त 24 वटा एकादशीको व्रत गर्न सक्दिनँ भन्दा भीष्म पितामहले भन्नुहुन्छ, एकादशीको 24 वटा व्रत गर्न नसके पनि निर्जला एकादशीको दिनमा जल पनि पान नगरिकन यदि व्रत बस्छौ भने तिम्रो 24 वटा एकादशी गरेको फल तिमीले प्राप्त गर्दछौ। त्यसै दिनदेखि निर्जला एकादशीको दिनमा चाहिँ अरू दिनमा व्रत बस्न नसक्ने श्रद्धालु भक्तजनहरूले पनि निर्जला एकादशीको दिनमा व्रत बस्ने गर्नुहुन्छ। किनकि 24 वटा एकादशीको व्रत गरेको फल निर्जला एकादशीमा व्रत बस्दा पाइने गरिन्छ। यस दिनमा गर्नुपर्ने मुख्य कुरा भनेको जलले भरेको घडालाई नजिकैको मन्दिरमा अथवा ब्राह्मणलाई दान गर्नुभयो भने मनमा भएको सम्पूर्ण मनोकामना र इच्छाहरू पुरा हुने जनविश्वास पनि चलिआइरहेको छ। राधे राधे।